वेलकम मेरो मिनी भ्लगमा तपाईहरुलाई स्वागत छ। म चाहिँ मिनी भ्लग बनाउन ट्राई गर्दैछु। सबैले साथ सपोर्ट गरिदिनु होला है। हामी चाहिँ आज छोराछोरी भान्जीलाई लिएर म चाहिँ स्विमिङ खेल्ने भनेर लिएर जाँदैछु। एकजना चाहिँ भान्जी अनि दुईजना मेरो छोराछोरी उनीहरू गफ गर्दै गर्दै हिँड्दैछ। भाइ चाहिँ फेरि अब यहाँनिर एक्लै दगाउनु पर्यो रे, उसलाई नसमात्नु रे, नानाहरूले चाहिँ बिचरा लड्छ भनेर पछि लागेर अनि हामी स्विमिङ पुल पुग्यौँ। भान्जी पानीमा डुबिसकिन्। मेरो छोरी मलाई चाहिँ डर लाग्छ कि उसले खेलेको मैले देखेको छैन। स्कुलबाट त प्रायः लगिरहेको हुन्छ तर मैले देखेको चाहिँ छैन। उनीहरू पानीमा खुसी हुँदै खेल्न थाल्यो। मेरो छोरालाई पनि खेलाउने भनेर लिएर गएको खेल्ने स्विमिङ पुल चाहिँ एकछिन पख न, शनिबार मात्रै खुल्छ अरे। अनि बिचरा ऊ पानीमा जानु नपाएर मैले पक्रेको छु माथिबाट भाइलाई पक्रिँदै क्या म भिडियो बनाउँदैछु भान्जी र छोरीको। स्विमिङ पुल चाहिँ पुरै खाली छ, कोही पनि आएको छैन। हामी चाहिँ सुरुमै पुगेको रहेछौँ, पुरै खाली छ। अनि भाइ चाहिँ पानीमा जानु नपाएर तन्केको छ। मैले हातमा पक्रिँदै मोबाइलले क्यामेरा खोलेर दुईजनाको भिडियो बनाउँदैछु। खुसी हुँदै पानी खेल्दैछ दुईजना चाहिँ छेउछेउमा। बिचमा त बिचराहरू डुबिहाल्छ नि। भान्जी त खेल्नु पनि जान्दो रहेछ अलिअलि। अनि भाइ चाहिँ त्यहाँनिर पानीमा जानु नपाएर दिदीको रबर पनि पानीमा झारिदियो। ल भान्जीले डुबुल्की पनि मारिन्। भाइ पानीमा जानु नपाएर यहाँनिर छटपटाएर केही छैन। शनिबार मात्रै खुल्ने रहेछ सानो भाइहरू खेल्ने चाहिँ। मलाई चाहिँ थाहा थिएन। अब अर्कोचोटि शनिबार लान्छु फेरि पनि उसलाई खेलाउनको लागि भनेर भनेको। त्यति भन्दा पनि मैले धर पाइनँ। भान्जी र छोरी पानीमा खेल्दैछ। यस्तो गर्मी छ साथीहरू, काठमाडौँमा यति गर्मी छ। अहिले बच्चाहरूको स्कुल पनि बिदा छ, त्यही भएर उनीहरूलाई यसो फ्रेस पनि हुन्छ भनेर स्विमिङ गराउन लगेको। लास्टमा केही पनि सिप नलागे पछाडि चाहिँ भाइले मलाई हैरान पारेर अनि उसलाई पनि पानीमा डुबाइदिएको के, ट्युब लिएर पानीमा डुबाइदिएको। सुरुमा त नखेल्ने नाइ पुग्यो अरे। फेरि जाने भनेको नो भनेर भनिरहेको थियो। भरे त अनि फेरि त्यही पानीमै डुबिराख्नु अरे। त्यहीँ जाने भनेर उसलाई भर्खर बिरामी भएर सन्चो भएको भर्खरै डर पनि लाग्यो। ऊ भाग्दैछ नखेल्ने भनेर। अनि फेरि यहाँ भान्जी र छोरीको फोटो खिचिदिएँ। उनीहरू पनि 2-3 घन्टा स्विमिङ गऱ्यो। अनि त्यहाँदेखि हामी पनि फर्केर आयौँ। साथीहरू यस्तै चल्दैछ। बच्चाहरूको 4-5 दिन बिदा थियो, त्यही भएर उनीहरूलाई फ्रेस होस् न त भनेर लगेको। यहाँ हेर्नु न भाइ यहाँबाट पानीबाट निस्किन नमानेर एकपट्टि क्यामेरा एकपट्टि उसलाई समात्दैछु। डर पनि लाग्यो मलाई चाहिँ एकदमै डर लाग्छ। फेरि पानीदेखि म पानीमा जानु डराउने मान्छे हो। त्यो पनि एउटा कहानी छ, डराउनुको पनि कारण छ। मेरो छोरा पानी भनेपछि मक्खै डुबाइदिएको, चोलुङ्गमा डुबाइदिएको। खुसी भएर पानीबाटै ननिस्किने भन्छ। अनि गलेर आफू चाहिँ गर्मी भएर असिन पनि ल पानीमा डुबाइदिएको। यहाँबाट आउनु नमानेर जबरजस्ती रुवाई फकाएर अनि निकालेर ल्यायौँ। पानी भनेपछि छोराछोरीहरू रुक्कै, उसलाई निन्द्रा पनि आइसकेको छ। अनि फेरि जाने पानीमा भनेको यस नो भन्दैछ। कन्फ्युज हुँदैछ, जाउँ कि नजाउँ हुँदै जाउँ जस्तै गर्दैछ। पानीबाट निस्किन नमानेर बल्ल निकालेर फकाएर लिएर आयौँ। आजलाई यति नै। मेरो मिनी भ्लग लामो भयो साथीहरू। थ्याङ्क यू फर वाचिङ। बाई। फेरि अर्को मिनी भ्लगको साथमा उपस्थित हुनेछु। यति दिनजको लागि टाटा बाई।